नमस्कार साथीहरू, स्वागत छ लोकसेवा सरकार युट्युब च्यानलमा। आज पनि हामीले लोकसेवा आयोगबाट सोध्ने महत्त्वपूर्ण जीके प्रश्नहरूलाई नै समेटेर यो भिडियो तयार पारेका छौँ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र ढिला नगरी सिधै हामी प्रश्नतिर जान्छौँ। पहिलो प्रश्न रहेको छ, पिटर प्लान केसँग सम्बन्धित छ भन्ने प्रश्न रहेको छ। यसको सही उत्तर हो कर्मचारीको पदोन्नतिसँग सम्बन्धित छ। त्यसै गरी दोस्रो प्रश्न, स्पिड मनी भनेको के हो भन्ने प्रश्न रहेको छ। यो स्पिड मनी भनेको चाहिँ घुसलाई स्पिड मनी भनिन्छ। त्यसै गरी तेस्रो प्रश्न रहेको छ, विश्वमै प्रथम स्वैच्छिक मृत्युवरणको अनुमति दिने देश कुन हो भन्दा विश्वमा प्रथम पटक स्वैच्छिक मृत्युवरणको अनुमति दिने राष्ट्र चाहिँ बेल्जियम हो। त्यसै गरी अमेरिकामा भएको प्लास्टिक कब्जा गरौँ भन्ने आन्दोलन केसँग सम्बन्धित छ भन्दा आर्थिक समानतासँग। त्यसै गरी पाँचौं प्रश्न रहेको छ, खेलकुद परिषदको नयाँ लोगो सर्वप्रथम कुन खेलकुद प्रतियोगितामा प्रयोग गरिएको थियो भन्दा यो 10औं साग गेममा प्रयोग गरिएको थियो। त्यसै गरी छैटौं प्रश्न रहेको छ, मान्छेको दाह संस्कार गर्ने विद्युतीय घरलाई के भनिन्छ भन्दा किमोटेरियन भनेर भनिन्छ। त्यसै गरी सातौं प्रश्न, अपराधीलाई खोज तलास एवं पक्राउ गर्ने अन्तर्राष्ट्रिय स्तरमा जारी गरिएको सूचनालाई के भनिन्छ भन्दा रेड कर्नर नोटिस भनेर भनिन्छ। यो चाहिँ इन्टरपोलले जारी गर्दछ। त्यसै गरी आठौं प्रश्न रहेको छ, नेपालको इतिहासमा प्रधानमन्त्रीको पदवी पाउने पहिलो व्यक्ति को हुन् भन्दा महाथवीर सिंह थापा। पहिलो प्रधानमन्त्री को हो भन्दा हामीले अब किताबहरूमा अथवा जिकेमा चाहिँ हामीले भीमसेन थापालाई पढियो पनि उनीहरू चाहिँ मुख्तियार अथवा चौतारियाका थिए। यहाँ चाहिँ प्रधानमन्त्रीको रूपमा पद पाउने चाहिँ महाथवीर सिंह थापा भनेर बुझ्नुपर्छ हामीले। त्यसै गरी नौ प्रश्न, भारतमा आर्य समाजका संस्थापक स्वामी दयानन्द सरस्वती हुन् भने नेपाल समाजका संस्थापक को हुन् भन्दा माधवराज जोशी। त्यसै गरी 10औं प्रश्न, विश्वमा सबैभन्दा धेरै युरेनियम भण्डारण भएको देश कुन हो भन्दा अस्ट्रेलिया। अस्ट्रेलियामा चाहिँ सबैभन्दा बढी युरेनियमको भण्डारण रहेको छ। त्यसै गरी विश्वमा पहिलो पटक चङ्गा उडाउने व्यक्ति को हुन् भन्दा जार्किटस ग्रिसका। त्यसै गरी 12औं प्रश्न, पचली भैरवको जात्रा कसले चलाएका हुन् भन्ने प्रश्नमा यसको सही उत्तर हो साथीहरू गुणकामदेव। त्यसै गरी इन्चुन रणनीति 2013 देखि 22 केसँग सम्बन्धित छ भन्दा यो चाहिँ अपाङ्ग भएका व्यक्तिहरूसँग सम्बन्धित छ। त्यसै गरी 14औं प्रश्न, पुलकिसी जात्रा कुन जिल्लामा मनाइन्छ भन्दा यो पुलकिसी जात्रा चाहिँ भक्तपुरमा। त्यसै गरी विश्वको कुन देशलाई करको विषयमा लिएर स्वर्ग मानिन्छ भन्दा फानामा। त्यसै गरी 16औं प्रश्न रहेको छ, संसारको सबैभन्दा पहिला छापिएको पुस्तक कुन हो भन्दा हिरक सूत्र। त्यसै गरी 7औं प्रश्न, लिच्छवी कालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो भन्दा चारभाट भनेर भनिन्थ्यो। त्यसै गरी बागमती सिँचाइ आयोजना कहाँ पर्दछ भन्दा रौतहट र सर्लाही जिल्लामा पर्दछ। जापानको हिरोसिमा र नागासाकीमा अणुबम विस्फोटनपछि बचेका मानिसहरूलाई के भनिन्छ भन्दा डसकुसा। त्यसै गरी गौरवमय क्रान्तिको परिणामस्वरूप जारी भएको दस्तावेज कुन हो भन्दा बिल अफ राइट्स। त्यसै गरी 21औं प्रश्न, गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार सर्वप्रथम प्राप्त गर्ने व्यक्ति को हुन् भन्दा यो चाहिँ डाकातोसी अकिवा र टोमी हिसा ताबे भन्ने यो हिरोसिमा र नागासाकीका मेयरहरू हुन् साथीहरू। त्यसै गरी 22औं प्रश्न, पेट स्क्यान के हो अथवा केसँग सम्बन्धित छ भन्दा क्यान्सर भए नभएको पत्ता लगाउने यन्त्रसँग सम्बन्धित छ। 23औं प्रश्न, नेपालकै पहिलो सहकारी गाउँ कुन हो भन्दा तेह्रथुमको चुहान डाँडा। त्यसै गरी 24औं प्रश्न, नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माण गर्न थालिएको छ भन्दा यो दोलखाको भीमेश्वरमा। त्यसै गरी आजको अन्तिम प्रश्न अथवा 25औं प्रश्न, बीबीसीको स्थापना कहिले भएको थियो भन्दा यो चाहिँ बीबीसीको स्थापना सन् 1921मा भएको थियो। साथीहरू आजको लागि यति नै, धन्यवाद, नमस्कार।